एक दिनको घटना हो। एउटा व्यक्ति गौतम बुद्ध कहाँ आएर उनलाई गाली गर्न थाल्यो। उसले आफ्नो सम्पूर्ण आक्रोश बोक्दै बुद्धलाई अपमानजनक शब्दहरू प्रयोग गरेर गालीहरू दिन थाल्यो। ऊ निकै रिसाएको देखिन्थ्यो। ऊ एकदमै क्रोधित थियो र मनको रिस जति सबै गौतम बुद्धलाई पुखिरहेको थियो। तर बुद्ध शान्त मुद्रामा बसिरहे। उनले कुनै प्रतिक्रिया दिएनन्। न त उनको अनुहारमा कुनै असन्तोषको भाव आयो, बरु उनी हल्का मुस्कुराइरहे। त्यो व्यक्ति झनै क्रोधित भयो। उसले सोचेको थियो कि बुद्ध रिसाउनेछन्, प्रतिक्रिया जनाउनेछन् वा कम्तीमा आफ्नो असन्तोष देखाउनेछन्। तर बुद्धको शान्त मुद्राले उसलाई झन् अचम्ममा पार्यो। समय बित्दै गयो र त्यो व्यक्ति आफै थाकेर चुप लाग्यो। ऊ केही क्षण बुद्धले हेर्दै उभिरह्यो अनि निराशा र मनमा विभिन्न कुराहरू खेलाउँदै त्यहाँबाट फर्कियो। बुद्धका शिष्यहरू यो दृश्य देखेर अत्यन्त क्रोधित भए। उनीहरूलाई यो अन्यायपूर्ण लाग्यो। एकजना शिष्यले बुद्धलाई सोधे, गुरु, तपाईँ किन त्यस व्यक्तिलाई केही जवाफ दिनु भएन? हामी बुझ्छौँ कि तपाईँले आफ्नो क्रोध नियन्त्रण गर्न सक्नुहुन्छ, तर तपाईँले शान्तिपूर्वक उत्तर त दिन सक्नुहुन्थ्यो नि। गाली सहनु उचित हो र? के अन्याय सहनु उचित हो? बुद्धले मुस्कुराउँदै भने, म तिमीलाई एउटा प्रश्न सोध्न चाहन्छु। मानौ तिमी एउटा उपहार लिएर कसैको घर जान्छौ, तर त्यो व्यक्तिले त्यो उपहार लिन अस्वीकार गर्छ। अब त्यो उपहार कोसँग रहन्छ? शिष्यले उत्तर दिए, त्यो त मैसँग रहन्छ। बुद्धले फेरि भने, त्यसै गरी त्यो मानिससँग गालीहरू थिए। ऊ ती गालीहरू मलाई दिन चाहन्थ्यो, तर मैले तिनलाई स्वीकार गरिनँ। अब ती गालीहरू कोसँग रहन्छ? शिष्यले तुरुन्तै बुझे कि जबसम्म हामी अरूको नकारात्मक भावनाहरूलाई ग्रहण गर्दैनौँ, तबसम्म त्यो उनकै साथमा रहन्छ। यस कथाबाट हामीले बुद्धको शिक्षाको मनोवैज्ञानिक अर्थ बुझ्नु जरुरी छ, किनकि हाम्रो जीवनमा पनि यस्तै परिस्थितिहरू आइरहन्छन्। कोही हामीलाई गाली गर्छ, कोही हामीलाई अपमानित गर्छ, कोही हाम्रो बारेमा गलत हल्ला फैलाउँछ, कोही हाम्रो सफलता देख्न सक्दैन र हामीलाई तल झार्न खोज्छ। तर त्यस अवस्थामा हामीले के प्रतिक्रिया दिने? बुद्धले देखाउन खोज्नु भएको थियो कि जबसम्म हामी अरूको नकारात्मक क्रियाकलापलाई ग्रहण गर्दैनौँ, तबसम्म त्यो हाम्रो जीवनमा कुनै असर गर्न सक्दैन। हाम्रो आत्मसम्मान हामी आफैले नियन्त्रण गर्न सक्छौँ, तर हामी कुन स्तरमा प्रतिक्रिया दिन्छौँ भन्ने हाम्रो मानसिक विकासको अवस्था अनुसार निर्भर गर्छ। बुद्धका अनुसार प्रतिक्रिया दिन सकिने 4 फरक स्तरहरू छन्। पहिलो स्तर, सबैभन्दा तल्लो स्तर, क्रोध र प्रतिशोध। यो प्रतिक्रियामा जब कसैले हामीलाई गाली गर्छ, हामी पनि उस्तै गाली फर्काउँछौँ। गालीको उत्तर गालीले दिन्छौँ। कोही हामीलाई तल झार्न खोज्छ भने हामी उसलाई पनि उस्तै अपमान गर्छौँ। कोही हामीलाई दुर्व्यवहार गर्छ भने हामी पनि झगडा गर्छौँ। हाम्रो मन क्रोधले भरिन्छ र हामी पनि रिसको शिकार बन्छौँ। यसको नतिजा हुन्छ झगडा झन् बढ्छ, मानसिक शान्ति हराउँछ, सम्बन्धहरू बिग्रन्छ। दोस्रो स्तर, सफलता मार्फत प्रतिशोध। यो स्तरमा हामी प्रत्यक्ष रूपमा क्रोधित हुँदैनौँ, तर भित्रभित्रै रिसाउँछौँ। हामी सोच्नेछौँ, आज म केही भन्दिनँ, तर म यति सफल बन्छु कि त्यो व्यक्ति आफै पछुतो मानोस्। हामी गाली फर्काउँदैनौँ, तर मनमा आक्रोश राख्छौँ। हामी मनमा बदला लिने भावना राख्छौँ, तर सोझै झगडा गर्दैनौँ। हामी सोच्छौँ, म सफल भएपछि सबैलाई देखाइदिन्छु। यसको नतिजा हुन्छ बाहिरबाट हामी शान्त देखिन्छौँ, तर भित्रभित्रै तनाव अनुभव गर्छौँ। सफलता प्राप्त गर्न सक्छौँ, तर पूर्ण मानसिक शान्ति पाइँदैन। तेस्रो स्तर, शान्तिपूर्वक उत्तर दिने क्षमता। यस कार्यमा हामी क्रोधित हुँदैनौँ, हामी नकारात्मक भावनालाई स्वीकार गर्दैनौँ। हामी केवल आफ्नो विचार शान्तिपूर्वक राख्छौँ र त्यसपछि त्यस विषयलाई बिर्सन्छौँ। यस स्तरमा हामीलाई कुनै गलत लागे पनि हामीले आफ्नो आत्मनियन्त्रण गुमाउँदैनौँ, केवल शान्त रहन्छौँ। यसको नतिजा हुन्छ हाम्रो मानसिक शान्ति सुरक्षित रहन्छ। हामी बेकारको झगडाबाट जोगिन्छौँ। चौथो स्तर सबैभन्दा उच्च स्तर हो, पूर्ण रूपमा व्यवस्था गर्ने क्षमता राख्नु। यो बुद्धत्वको अवस्था हो। यसमा जब कसैले हामीलाई गाली गर्छ, हामीलाई कुनै असर पर्दैन। हामी उसले किन त्यस्तो गरिरहेको छ भनेर बुझ्न खोज्छौँ। हामी त्यसलाई कुनै प्रतिक्रिया दिँदैनौँ, किनभने हामीलाई थाहा छ कि त्यो व्यक्तिको शब्दहरू केवल उसको आफ्नै मानसिक अवस्थाको प्रतिबिम्ब हो। यसको नतिजा हुन्छ पूर्ण मानसिक शान्ति। कुनै तनाव वा दुःख हुँदैन। जीवनमा वास्तविक खुसी प्राप्त हुन्छ। जब तपाईँको मनमा प्रश्न उठ्न सक्छ, बुद्धको शिक्षालाई जीवनमा कसरी लागू गर्ने? यसको उत्तर छ, पहिलो तरिका, जब कोही तपाईँलाई गाली गर्छ वा अपमान गर्छ, तुरुन्तै प्रतिक्रिया नदिनुहोस्। गहिरो सास फेर्नुहोस् र सोच्नुहोस् तपाईँ कुन स्तरमा प्रतिक्रिया दिन चाहनुहुन्छ। दोस्रो तरिका,
मानिसहरू प्राय आफ्नै पीडाबाट प्रेरित भएर अरूलाई आक्रमण गर्छन्। यदि कोही तपाईँलाई गाली गरिरहेको छ भने सम्भवतः ऊ आफै कुनै प्रकारको पीडामा हुन सक्छ। तपाईँले उसको क्रोधलाई ग्रहण नगरेसम्म त्यसले तपाईँलाई केही असर गर्दैन। तेस्रो तरिका, क्रोधलाई आफ्नो नियन्त्रणमा राख्न सिक्नुहोस्। क्रोध केवल ऊर्जा हो, यसलाई प्रतिशोधको रूपमा होइन सकारात्मक रूपान्तरणको रूपमा प्रयोग गर्नुहोस्। चौथो तरिका, हर स्थिति बुझ्न सिक्नुहोस्। कहिलेकाहीँ कुनै कुरा बोल्नु आवश्यक हुन्छ, तर धेरै अवस्थामा शान्त बस्नु नै उत्तम उत्तर हुन सक्छ। त्यसैले तपाईँ कुन स्तरमा रहन चाहनुहुन्छ? अब प्रश्न तपाईँलाई नै छ। जब कोही तपाईँलाई अपमान गर्छ, गाली दिन्छ वा तपाईँलाई तल झार्न खोज्छ, तपाईँ कुन स्तरमा रहन चाहनुहुन्छ? सबैभन्दा तल्लो स्तर, क्रोध र प्रतिशोध। थोरै माथि, आफ्नो सफलता मार्फत प्रतिशोध लिने सोच। अझ माथि, कुनै क्रोध बिना शान्तिपूर्वक आफ्नो विचार राख्ने क्षमता। सर्वोच्च स्तर, आफ्नो क्रियाकलापलाई बुझ्ने, त्यसलाई नलिने र पूर्ण रूपमा व्यवस्था गर्ने क्षमता। यी सबै स्तरहरू बुझ्न र अभ्यास गर्न समय लाग्छ। बुद्धत्व एक दिनमा प्राप्त हुने कुरा होइन, तर अभ्यास गरेपछि जीवन धेरै शान्त, सुखी र अर्थपूर्ण बन्न सक्छ। अब निर्णय तपाईँ माथि नै छ। जब कोही तपाईँलाई तल झार्न खोज्छ, तपाईँ कुन स्तरमा रहन चाहनुहुन्छ?